हेलो एभ्रिवान, स्वागत छ फेरि पनि हजुरहरूलाई मेरो न्यू ब्लगमा। भर्खरै उठेको। अब मुखसुख धोइन्छ, ब्रस गरिन्छ, फ्रेस भइन्छ, फेरि काम गरिन्छ। देखाउँछु हजुरहरूलाई पनि। फ्रेस भएर आइयो। अब चाहिँ कोठाको हालत सफा गर्नुपर्ने हुन्छ। ओके गाइस, रुमको सरसफाइ चाहिँ भयो। रुम अनि अब चाहिँ लुगा धुनु भन्ने हुन्छ। हिजोदेखिको लुगाहरू उत्तिकै परेको नि क्या, भिजाएको थिएँ त्यसै छन् बाथरुममा। सबै कामहरू सकाएर आइसकेँ। अब चाहिँ फोनमा चार्ज पनि छैन, चार्ज गर्नु छ। हिजो राति गरेँ, फेरि चलाएर सकिहाल्यो चार्ज। अब चार्जमा राख्छु। ओके गाइस, म चाहिँ रेडी भइसकेँ। अब चाहिँ जान लाग्यो। आज पनि म बाइकमा जाने भए। भाइ आएको छ, भाइले पुगाइदिने रे। सो लेट्स गो। हेलो साथीहरू, हामी जान लागेको यो भाइबन्ने प्लान। अनि अब 2 मिनटमा पुग्छौँ बाइकमा चाहिँ। हिँडेर त आधा घन्टा लाग्छ। यो चाहिँ रोड बनिरहेको छ, अब छिट्टै बन्छ। अनि यहाँ चाहिँ खतरा खतरा भिडियो बनाउन आउँछन्। अनि कस्तो दामी छ सिन है, हेर्नु। यस्तो दामी दामी फुलहरू फुलेछ कि हामी त भिडियो बनाउँछौँ यस्तो दामी। चल भाइ निकाल्यो। म पुगेँ। के भन्नु छ? गुड मर्निङ दिदी। गुड मर्निङ पनि भन्दैन है। कस्तो राम्रो मौसम थियो आज। धनगढीमा पानी पर्यो, कति रमाइलो भयो। यस्तो गर्मी हुन्थ्यो नि त। सो आज धेरै रमाइलो लाग्यो। चिसो चिसो मौसम थियो। अनि यस्तो मौसममा चाहिँ के खान मन लाग्ने कि फेरि आज हामीलाई। ये मौसम की बारिश, ये बारिश का पानी, ये पानी की बूंदे तुझे ही तो ढूंढ। दिदी के छ हाल खबर? निकै छौ? भित्र मजा आइरहेको थियो नि। जाउँ फेरि घुमेर आउँ 2 राउन्ड लगाएर। ए मा त्यसको सस्तो छ दिदी। 45 एउटामा। यहाँ धेरै ल्याउँदैनन्, 1-2 ल्याउँछन् थाहा छ। पहिला हामी ओम मार्ट गयौँ, त्यसपछि दिदीको सामान मिलेन, त्यसपछि हामी साथी मार्ट गयौँ। जाने बेला भिडियो बनाउने यादै भएन, अनि आउने बेला बनायौँ। प्र्याङ्क हानिदिन्छु कसलाई। अनि यो चाहिँ हाम्रो साइड गेट जाने बाटो हो। के भयो? ओके
ओके फ्रेन्ड्स, म चाहिँ जान लागेको घर बुवा लिन आउनु हुँदैछ। अनि यहाँ बन्द गरेर हाइवेमा गइरहेको छु। अनि त्यहाँनिर बाबा आएर अनि बाइकमा जाने हामी। हेलो, म चाहिँ घर पुगिसकेँ। अब लुगा सुगा खेल्छु, फ्रेस हुन्छु। ओके गाइस, आजको दिन मेरो यसरी नै बित्यो। आजको दिन रमाइलो थियो, एकदम शीतल थियो, पानी हावाहुरी सबै भयो। अनि मेडिकलमा दिदीहरू पनि आउनुभएको थियो भेट्न। अनि दिदीहरूसँग माडतिर गयो, एकछिन टाइम पास राम्रो भयो। आजको दिन रमाइलो भयो, मलाई त खुसी लाग्यो। आजको भ्लग यति नै भयो। अलिअलि काम गरियो, अलिअलि घुमियो। अरू दिन बसेको भइन्थ्यो, तर आज दिदीहरू आउनाले अरू बाहिर निस्किन पाएँ। सो खानासाना खाएर आएँ मैले चाहिँ। अनि अलिअलि काम पनि गरेर आएँ, किनकि अहिले काम गऱ्यो भने बिहान सजिलो हुन्छ नि त। सो अब आजको भिडियो यति नै छ भनौँ। मेरो रुटिन चाहिँ यस्तै छ होइन। अब जाने, ड्युटी जाने, आउने, त्यही हो। घरको अलि सानोतिनो कामहरू गरिन्छ, मेडिकलमा पनि अलिअलि कामहरू गरिन्छ, त्यति नै हो। मेरो दिन यसरी नै बितिरहेछन्। अब यताउता कहिलेकाहीँ गयो यस्तो भयो भने चाहिँ फेरि म नयाँ नयाँ भिडियोहरू ल्याउँदै गर्नेछु। हजुरहरूले पनि यसरी नै सपोर्ट माया गरिदिनु होला। मेरो पनि भर्खर स्टार्टिङ, मलाई त्यस्तो साह्रो बनाउन पनि आउँदैन होइन। मलाई अरूको देखेर मलाई बनाउन मन लागेर मैले पनि सुरु गरेको हो। हुन्छ नि त, नबोल्न आउँछ न केही न केही, त्यही पनि स्टार्टिङ गरौँ, पछि कस्तो हुने रहेछ त भन्ने कुरा हुन्छ नि त। इन्ट्रेस्ट, मलाई चाहिँ यो कुरामा एकदम इन्ट्रेस्ट छ। पढाइमा कम इन्ट्रेस्ट, तर यस्तो कुराहरूमा एकदम मन लाग्छ मलाई चाहिँ। सो दिस मच फर टुडे। आजको यति नै भयो आजको भिडियो चाहिँ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। थ्याङ्क यू सो मच. Keep watching, keep supporting guys. Bye bye, good night, see you tomorrow.